जाउँ न तक्सेराको गाउँमा छिर्दिएको है मस्त सहित दुईजनाको टोली मात्रै छ फेरि हाम्रो अरूसँग खासै होइन अहिले चाहिँ हामी दुईवटा मात्रै हो नि त ताता त हुन्छ कि मर्निङमा गएछु भनिदिन्छ हात हुन्छ चाहिँ होइन जम्मातिर पर्तिर नि के लाग्यो याचल्टी छिर्दिउँ हौ घाम छ त माथितिर घाम छ नि क्या माथि भिडियो बनाउँदाखेरि हात निकाल्यो भनेपछि नि सक्यो हातै जाम हुन्छ है त्यस्तो छ चाहिँ सकिन्न होइन कति उठाउँदा देखाउने हामीलाई पनि देखाउँ न होइन हामी मान्छे हो नि त टक्क होइन यो तक्सेराको गाउँ मात्रै होइन झ्याप्प लाएर युट्युबमा हाल्यो अरू त अब अगाडिको राइट साइड त मतलब भएन मलाई डर लाग्यो कस्तो हेरेर थियो नि त मैले क्या त पुरै के छैन म त्यो माथिदेखि हेरेर आयो यसो घामतिर जानु भयो यही हो त तक्सेरा दर्शन पाइयो हामी चाहिँ हाम्रो ग्रुपको पहिलो मान्छे हो हामी दुइटा चाहिँ जो घाम ताउन पाछौँ तक्सेरा आएर होइन उता पारिको गाउँ होइन मस्तको देखिँदो रहेछ भ्यू चाहिँ होइन यताबाट हुँदै हामी चाहिँ यो बाटो हुँदै घर जाने हो अहिले चाहिँ हामी यतै छौँ अहिले माथितिर होला त जाऊँ न त मेरो त आउँदै चाहिँ खतरा भएको त यहाँ चाहिँ होइन यस्तो छ घरहरू जानुपर्छ कि जस्तो लागिसक्यो मलाई सक्यो क्या गाउँ त होइन गाउँ सक्यो क्या असलले गाउँ उता पारि एउटा गाउँ छ क्या हन सोल्डी हामी चाहिँ यो चाहिँ तक्सेरा होइन यहाँ चाहिँ अब हामी चाहिँ पारिको गाउँ कुन गाउँ थियो भाइ बहुत चिसो होला क्या भाइ त्यो पारिको गाउँको नाम के हो भाँची गाउँ हामी त यतै हो हाम्रो घर चाहिँ होइन यही बाटो हुँदै जाने हो बाटो चाहिँ अप्ठ्यारो पुरै बाटो चाहिँ खतरा छ होइन गाडी हुन्छ हामी चाहिँ हिजो त्यो आयो त्यहाँ आएर बसेको थियौँ दादा राति हिजो राति आएको यहाँ तक्सेराको पाहुना घर भन्ने होमस्टेमा चाहिँ हामी बस्यौँ त्यही राम्रो बसाइ भएको थियो हाम्रो अहिले चाहिँ हामी यसो घुम्न आएको गाउँ घुम्दिन होइन अब यसो धामसाम तापौँ भनेर त्यसो भन्यो अरे ल हामी चाहिँ अब तक्सेरा गाउँ घुमेर होइन
अब पाहुना घरमा गएर खानसाना खाएर फर्किन लाग्यो यहाँदेखि कसै सोचे जस्तो कन्टेन्ट दिन पाइएन होइन सुल्डा राम्रो छ है आउनु पर्यो सबैजना के खाइया खुर्स पिरै भइगयो यही त हो त बाटो किन अलिक कसरी बोलायो चल्लेको अब हामी चाहिँ मस्त छ लास्ट तक्सेरा हेर्नुहोस् अब तक्सेराको गाउँ यही होइन बाहिर चाहिँ सुटिङ चलिरहेको छ होइन सुटिङ गाइस सुटिङ माथितिर भयो होइन त्यतिर राम्रो देखियो र पाहुना घर सिधै अगाडि यहाँ गएर फोटो खिचौँ न सुटिङ चलिरहेको छ ल हाम्रो चाहिँ यहाँ तक्सेरामा सुटिङ खेल्दै रहेछन् आज यहाँबाट देखाएको सुल्टी ल हाम्रो चाहिँ अलग चाहिँ यहाँ चाहिँ कुन गीतको सुटिङ चल्दै रहेछ होइन बाल छैन हामीलाई फेरि हामी पनि सुटिङमै हो टक्क लास्टमा तक्सेरा भ्यू देखाउँछु कहाँनिर त्यहाँ हुन्न यहाँबाट बाल देखिन्छ क्या यता आउन यता तक्सेरा भ्यू होइन यो चाहिँ तक्सेरा गाउँ बबाल छ ल आउनु पर्यो गाइजहरू घुम्नु पर्यो तक्सेरा नि होइन मस्त घुम्नु पर्यो ल तक्सेरामा ल होइन हाम्रो टोल चाहिँ अब टक्क तक्सेरा घुमेर जान्छ होइन यहाँदेखि चाहिँ बिदाई गर्ने कार्यक्रम चलिरहेछ बाटो अप्ठ्यारो छ राम्रोसँग जानु फेरि नि आउँदै गर्नु ल फेरि आउनेलाई पर्दैन खैमा हामीले क्युआर दिनु त पहिला क्युआर त्यहाँनिर छ भाइ के गर्थे सुल्टी लामै भन्छ क्या यता तलबाट छिरेर हेलो भलक जान्छ है मस्त भित्रबाट सबै सामान ल्याएको हो सबै सामान ल्याएको सक्यो आउनु होला फेरि पाहुना घर गेस्ट हाउसमा होइन मस्त छ बसाइ होइन फेरि नि आउँदै गर्नु आउनु होला साथीहरू लिएर आउनु अर्कोचोटि बुहारीहरू लिएर आउनु छैन अर्को वर्ष सुल्टी दाहिने 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 है दाहिने दाहिने देब्रे तपाईँले ए दाइ यिनीहरूलाई बोलाउनु न भैया बोलाउनु असहय गरेर निस्कौँ लाने के छ र टाइम लाग्ने
एउटा फोटो खिच्ने कि पाहुनाहरूको बसाइबाट बिदाई भएर हामी चाहिँ टक्क घरतिर जानु लाग्यो। अरू टोलीहरू चाहिँ निस्किसक्यो। ए होइन तक्सेरा टक्क तक्सेरा आएपछि पाहुना घरलाई सम्झिम होइन बबाल छ खाना बस्न लिएर होइन त्यहाँको सेकुवा सब हाम्रो छ होइन। आउनु पऱ्यो बस्नु पऱ्यो रमाइलो गर्नु पऱ्यो। हामी चाहिँ अब जान लाग्यो। हाम्रो चाहिँ अब अर्को वर्ष हुन्छ है यहाँ मैले बुझिसकेँ। ए होइन बबाल छ ठाउँ ल तक्सेर चाहिँ आउनु पऱ्यो एकचोटि भिजिट गर्नु पऱ्यो पूर्वी रुकुमतिर नि। ए होइन तक्सेरा बाइकमा आउनु लाग्छ नि मेरो बाइक केही हुँदैन जाउँ न टोलीहरू। हामी चाहिँ अब छुट्टिनु पर्ने हुन्छ केटाहरूसँग जाउँ। स्कुल छ होइन अब हामी चलपल दिँदै निस्किनु पर्छ। राई 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 बनायो नि पारी गाउँ पनि स्कुल सरकारी स्कुलहरू त्यहाँ। अब हाम्रो चाहिँ 3 दिनको यात्रा सकियो। अब हामी घरतिर हेरौँ के हुन्छ अझै बाटोमा। धुलो नै लास्टै धुलो छ गाइस। बिना पैसाको पाउडर लाउनु पाइन्छ यहाँ आएपछि होइन। गाउँ चाहिँ टक्क मिलेको छ होइन तल चाहिँ खोला छ मस्त छ क्या गाउँ चाहिँ। चिसो चाहिँ चिसो छ फेरि अहिले यस्तो छ पुस माघतिर कस्तो हुन्छ होला पुरै हिउँले ढक्कमक्कै ढाक्छ अरे यसलाई त। त्यो दुईजना गइसक्यो अगाडि मेरो गइसक्यो। अब चाहिँ हामी सानो एउटा पुल तरेर त्यो बाटो हुँदै हामी चाहिँ यो बाटो हुँदै जाने हो। पूर्वी रुकुम पऱ्यो आउनु पऱ्यो सबैजना। त्यहाँदेखि नै आउँछ बाटो आउनु त। अब त्यहाँदेखि चाहिँ अलि पानी धेरै छ त्यही भएर हामी चाहिँ पुल क्रस गरेर जानुपर्ने हुन्छ। डराउँदो रहेछ ढिला गर्छ त्यसले अलि हर्न हान्नु त अगाडिको लागि। होस् टोलीहरू बिस्तारै बिस्तारै अलि ढन्केर जाने हो क्या हामी। बिस्तारै रोक्यो नि यहाँनिर ऊ सोलो जान्छ न ऊ गइसक्यो ऊ चाहिँ हल्का डराउँदो रहेछन् सुड्डो चाहिँ। हो रोक्नुहोस् रोक्नुहोस् उनीहरू डराएर जाँदैन अनि सुत्के जाने हामी त ननास। ए हामी हिजो रन्केर आयो जाँदा हुन्छ। अब त्यहाँदेखि चाहिँ टक्क झुलुङ्गे पुल तरेर पारी गएर होइन त्यो बाटो हुँदै जानुपर्छ हामी चाहिँ। के राम्रो छ आउनु पर्यो सबैजना। चिप्लिन्छ भने डर माने रहेछ हामी चाहिँ रन्नाछोमा अलि चहल पहल चाहिँ दिनु पऱ्यो कि छुट्ने बेला है के हो यिनीहरूले हल्लाको हल्लाइ
पुल हल्लियो र अगाडिको टोल चाहिँ लास्ट डर पो रहेछ यार जता राम्रो लाग्यो उतै हिँड्छ टोलीहरू आफ्नो बाटोतिर धुलो छ होइन अब यहाँ चाहिँ स्टक गर्नु यस्तो छ के मा पुरै सक्नुहुन्छ तपाईँहरू पुरै चिसो छ बाटो पुरै अप्रोड होइन पर्छ याद त्यो यार त्यस्तो छ होइन हामी चाहिँ हिमालहरू ओहो